So guys, welcome to my new video. आज चाहिँ हामी जान लाग्छौँ हामी पिरल बोर्डमा चाहिँ पिरल चाहियो अरे हैन पिरल हुन जान लाग्छौँ गाइस है हामीहरु राजु अंकल तपेश दिलो दाइ फुपू हजुर पनि जान लाग्नु भयो होला पाइन्छ पिरल गाउँको मान्छेहरु सबै पिरल पसिसके अरे हामीहरु पर त्यो डाँडामा हो हैन पिरल पर त्यो हो जानुपर्ने हामी सबै जान लाग्यौं गाइजहरु दिलो दाइ कहाँ जान लाग्यो त अनि पिरल ल्याउन जानु पर्यो के आज ए हो लाज लागी राख केटो हैन मेरको ग्रुप मम्मीहरु पनि आउला बाइ बाइ हामी फेरि सोनमा जान लागेका छौं अब कस ल्याउनु बिर्सिनु भयो जेठ्यामा अनि जेठ्यामा मम्मी एकैछिन है म सोध्न चाहे दादा ल तप्पु तँ पहिलो पटक हो कि सेकेन्ड चोटि लाइफमा फर्स्ट टाइम हैन त ए दिल दाइ हजुर पनि फर्स्ट टाइम ए अनि राजु अंकल दुनेलाको बाटो त्यस्तो छ गाइस है हल्का सानो सानो छ तली भिरै भिर छ है र अङ्कलको पनि भिडियो सुट हुँदैछ हामीहरू अब जान लाग्यो अब सबैजना यो डाँडा माथि हो रेस्ट गरिरहन् अहिले चाहिँ माथि यो दुनेलाको माथिबाट यहीबाट जानुपर्छ अब यहाँबाट चाहिँ अब छुट्टिने बेला आयो गाइस है हाम्रोहरूको पुग्यो गाइस है फाइनल्ली जङ्गल हो जानुपर्ने यो जङ्गलको माथि अब कहाँ पाउँछ गएर गरेर अब घर लग्ने हो हैन कस्तो लाग्छ हेर्दै जानु होला फोटो गएको अब कसरी गर्ने थाहै छैन गाह्रो छ कता जानु त मलसिरी यही हो गाइस पिरल है यही हो हामीले चाहिँ यो खेरेर लग्नुपर्छ हैन पातलो रहेछ यतातिर मम्मीले चाहिँ यत्रो गर्नु सक्नुभयो हामी चाहिँ अहिलेसम्म न केही अब हामी उतातिर लागौँ जेठ्यामा पनि यत्रो गर्नु भइसक्यो अब हामी उता जान लाग्छौँ आफ्नै धुनमा गइसके अरू सबैजना कहाँ जाने हो थाहै छैन गाइस है मलाई त पातलो हल्का पातलो यहाँबाट खेद्दै जानु पर्यो यस्तै छ हेर्नुहोस् त यस्तरी खेरेर गाइस धौधौ गरिन हेर्नुहोस् त गाइस अब यति दुःख भरियो अझै माथि भुन्टो भन्ने हुन्छ हैन त्यो भुन्टोमा चाहिँ भर्नु बाँकी नै छ अझै फाइनली गाइस मेरो भारी भइसक्यो यही हो मेरो भारी गाह्रो हुँदो रहेछ गाइस है थोरै हैन हातले सोध्नु पनि गाह्रो हुँदो रहेछ अनुभव चाहिँ भयो अनि खा रहेछ गरुङ्गो छ जस्तो फिल छ कहाँबाट जाने बाटो छ कि नै थियो त्यो बिस्तारै कोही मरै छैन जस्तो तली गाइस भिर यहाँबाट लोटे अन्त तली गयो त यार यो गाइस मेरो भुन्टो चाहिँ यहाँ छ उनीहरू चाहिँ माथिबाट आउनु बाँकी रहेछन् है अब यहीँ कुर्छु तिनीहरूलाई फाइनल गाइस सबैजना आइसके यता आफ्नो बिठोहरू मजाले राख्नु भएको छ है रेस्ट पछाडि अब हामीहरू घर जाने हो पानी परिरहेछ हैन
गाइस पुग्यो, पानी पनि लास परिरह। यही हो हाम्रो पिरोल राख्ने ठाउँ। कस्तो लाग्यो हजुरलाई? प्रतिक्रिया दिनु होला। बाई बाई।